हेलो गाइज, वेलकम टु आवर न्यू ब्लग। हजुरहरूलाई मेरो न्यू ब्लगमा स्वागत छ। अनि मैले चाहिँ सधैँ कलेजको चाहिँ वर्षमा एकचोटि एउटा ब्लग बनाउँछु। वर्षमा एकचोटि हो। अनि हामी चाहिँ भर्खर कलेजबाट निस्किँदा हो न। यहाँ बाटो चाहिँ यस्तो छ होइन। आजको मौसम भन्नु पर्दा हेर न कस्तो बादल अहिले घाम लाग्यो हेर्नु न गाई, हाम्रो बिहान कस्तो चिसो हुन्छ। जाडोमा त घाम लाग्दैन, यस्तो न्यानो महसुस हुने रहेछ। गर्मीमा त यहाँ बुटोलमा दुईवटा घाम लाग्यो जस्तो हुन्थ्यो। अब यो त गएर छतमा सुत्ने दिसभरि, म त अब छतमा नि जान्न। तैँले भन्ने बित्तिकै हेर त घाम डरायो गयो। ए मस्त डराउँछ नि घाम, मस्त जो पनि डराउँछ नि मान्छे त डराउनु, म त डराउनु। किन डराउनु? हामी अहिले कहाँ छौँ? हामी बुटोल इन्टरनेसनल कन्भेन्सनल सेन्टरको यतापट्टिको साइडमा हामी अब त्यो अगाडिको साइड जान्छौँ। कलेज गाडी चाहिँ आज क्याम्पस छैन त सुटुरसम्म बसेको क्या। एउटा मलाई यिनी भाइलाई देख्दाखेरि मेरो बालापनको याद आयो कि एक्लै हेर्न कसरी खेलिरहेको कि यस्तो मजाले बोलाइदिनु बोल्छ मतलबै छैन। कविताहरू पनि हिँड्दै हिँड्दै गरेछन्। मलाई चाहिँ यिनीहरू हिँडेको देख्दा चाहिँ एकदम खुसी लाग्यो कि त्यहाँ। अब त्यहाँ एउटी मेरो बेस्ट फ्रेन्ड नि छ। अब बेस्ट फ्रेन्ड त के भन्ने, अहिले त अब अलि टाढा टाढा भइदिएँ। कहाँ गई यता एउटी बेस्ट फ्रेन्ड थियो। अब यो पनि यसको नि त्यस्तै हो, अब नाम मात्रै हो बेस्ट फ्रेन्ड, काम चाहिँ अलि छैन। ठ्याक्कै अहिले चाहिँ बेस क्याम्पमा छ होइन, बेस क्याम्प भन्छ न यहाँ। यता चाहिँ अलि बाटो बनाउँदैछ भनौँ होइन। अलि यो बुटोल ल्यान्ड के सफा भन्ने नि हामी त गाइस फोहोर यहाँ यति फोहोर छ कि यो। यसमा चाहिँ अलि नगरपालिकाले चाहिँ बुटोलको उपमहानगरपालिकाले चाहिँ अलि ध्यान दिएको जस्तो लाग्दैन मलाई यो कुरामा चाहिँ। अलि यतातिर हिँड्दाखेरि एकदम फोहोर छ कि अलि के भन्नु। अब यहाँ चाहिँ हामी त बिआइसी नाखन है, बिआइसी भवन सेन्टर। अनि अब चाहिँ यहाँ पुस 3 गतेदेखि मेला लाग्दैछ होइन। अलि पल्टेर यो चाहिँ अलि मलाई त भोक लागेन। आज नास्ता खाएको अनि त्यही माथि फ्रीको चटपटी खाएको बिहान बिहानै। त्यही भएर म अलि आज भात नि खान्न मन गएर। हाम्रो भिडियो देखेर चाहिँ सबै झ्याउ मान्दैन कि के कुरा गरेछन् मेसनाबाटका भन्ने होला न। हामीले फेरि यस्तो पछि यस्तो हाँसो लाग्छ होइन। अनि पछि यस्तो धेरै गफ आउँछ। अब जब यो मोबाइलमा यो भ्लग बनाउने भनेपछि फेरि अलि खै के हुन्छ छ्या। मेरो फेरि यो मेरो पागल साथी हो होइन। यसमा चाहिँ के अरे कलेज आउन दोबारा दिनदिनै बिहानै म्यासेज गर्छ होइन गाइज, ओइ केटी आज म जान्न भन्छु होइन। अनि मैले मैले गर्दाखेरि हो कि यो कलेज आउँदिनँ त, सधैँ म जान्न भन्छु कि बेलुकी जाने भनेर सुत्छु। बिहान उठ्दा चाहिँ ओइ केटी आज कलेज जान्न म भन्छ होइन। अनि मलाई चाहिँ एक्लै आउनु त हुन्छ। अनि बल्ल बल्ल खटाउँछु अनि लिएर आउँछु। अनि आएर नि सुत्यो अरे क्लासमा सुतेको सुत्यो। म त सुतेँ नि यस्तो एकछिन मात्रै हो, यो त सुतेको सुत्यो हो क्या। अहिले यहाँ हामी ट्याक्क एट प्लेस अफ बुटोलमा छौँ होइन। यो चाहिँ एउटा 5 स्टार होटेल हो बुटोलको। अनि म त भ्लग बनाउने चाहिँ हो, भ्लग बनाउने चाहिँ म स्टार्टिङमा छु। मलाई चाहिँ अलि सपोर्ट गर्नु होला गाइज। सेयर नगर्दैन यसो हेर्नु होला फुल भिडियो। अहिले पहिला गएर राख्ने हो।
राखिने हो सबैले माया गरिदिनु होला म एउटा स्टार्टिङको जर्नीमा छु सबैजना सब्सक्राइब पुऱ्याउन नि 1 वर्ष लाग्यो मेरो भरत चाहिँ जति मिनटको बनाए नि हुन्छ 2 घन्टाको बनाए नि हुन्छ 1 घन्टाको बनाए नि हुन्छ जति मिनटको बनाए नि हुन्छ तर बनाउन चाहिँ पर्यो हामी अहिले ठ्याक्क लाएर यो के अरे मध्यपश्चिम प्रितना एक आवाज के भनेको यो चाहिँ आर्मी क्याम्प हो यहाँ नजिकै होइन ठ्याक्क हामी चाहिँ यस्तो ब्याक साइडमा अहिले नयाँ प्रविधिबाट एकछिन अगाडि त्यो उस गर्न राखेँ बनाउन राखेँ होइन त्यो चाहिँ मैले गाइड देखाइदिन्छु एकछिन ठ्याक्कै बुटोलको चौडा नजिकै आइरहेको छ अनि यहाँको बाटो चाहिँ एकदम धेरै वर्षदेखि एकदमै अलपत्र थियो कि होइन हामी यहाँ आउँदाखेरि मिश्री बाटो जति यस्तो थियो अनि अहिले त्यस्तो राम्रो भएको अहिले चाहिँ सफा गर्न लाखान्छ यहाँ एउटा नयाँ प्रविधिबाट होइन नयाँ प्रविधिको प्रयोग गरेर हामीलाई चाहिँ उडाइदिएर लाग्दैन न मेरो मास्क लाउँछ चल कबड्डी खेल्ने हो हाम्रो कलेजमा चाहिँ अब एनुअल प्रोग्राम हुँदैछ कति हो 12 हो कि 12 हो नि अनि हाम्रो कलेजमा चाहिँ एकदम धेरै प्रोग्रामहरू हुँदैछन् अनि त्यसमा चाहिँ यो फेरि सबैमा भाग लिएँ हुनेखेरि केही होइन होला सायद मलाई त्यस्तो लाग्छ जान्ने केही थिएन अनि सबमा प्रोग्राममा भाग लिएँ हेर्नुहोस् गाइस यहाँको मन्दिर यस्तो राम्रो छ अनि यहाँ चाहिँ अहिले खै के हुँदैछ थाहा भएन आजको ब्लग यति नै अनि सपोर्ट गर्नु होला यो भिडियोलाई फेरि हेर्नु होला अनि राम्रो लाग्यो कति साथीहरूसँग सेयर गर्नु होला बाई